पाराले पनि अब सर्बिया अब सेन्जेनमा हुन लाग्यो हैन, सेन्जेन हुन लाग्यो। यो मैले काम गर्ने ठाउँ मस्तसँगै अन्डाहरू हेर्नु, यो सब यो अन्डा पाइलटमा। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग आफ्टर लङ टाइम पछि हैन ब्लग बनाउँदैछु। म चाहिँ अहिले काममै छु हैन, आज कामै छ मेरो। देख्न सक्नुहुन्छ पछाडि रोबोटहरू सामानहरू सबै छ। अनि के छ हालखबर सुनाउनु हैन। अब मैले यो युट्युबमा कति कमेन्ट गर्नु भएको छ, मैले चाहिँ राम्रोसँग रिप्लाई दिन पाएको छैन। म एक दिन सबैको रिप्लाई दिनेछु, सबैको रिप्लाई मैले सिरियल बाई दिनेछु हैन। कतिले कुन मेन पावरबाट आउनुभयो, कति टाइम लाग्यो, यताउता सोध्नु भयो हैन। अब मेन पावरको नाम यताउता अब दिन त दिइन्छ हैन। अब मेन पावरको अब थाहै छ नेपालमा हैन, मेन पावरहरू कस्ता कस्ता छन्, अब कसको नियत कस्तो हुन्छ भन्ने कुरा चाहिँ हामीले भन्नै सकिन्न क्या। त्यही भएर अहिले मैले दिने अनि पछि गएर काम नभएर अनि अब मौका चान्स फसिहाल्यो भने कहाँबाट आएको कसले दिएको भन्दाखेरि मेरो नाम आउँछ हैन। त्यसकारण अब मैले अब अहिले खासै ठ्याक्कै दिएको छैन। अब त्यही पनि मैले हजुरहरूलाई मेन पावरको नामहरू सहित मैले एउटा भिडियो बनाउँछु, त्यो भिडियोमा भन्नेछु हैन। अहिले सर्बियाको काम चाहिँ खासै ठिक ढङ्गले भएको छैन भन्ने मैले धेरै सुनेको छु हैन। मेन पावरले पनि अब सर्बिया अब सेन्जेनमा हुन लाग्यो हैन, सेन्जेन हुन लाग्यो। अब सेन्जेन भयो, अब हुन लाग्यो। अब पैसा पनि बढ्छ भनेर हैन, पैसा बढाउने यताउता गरेका त्यो सबै भ्रम हो हेर्नु। यो अझै लाग्छ 5-6 वर्ष भन्दा बढी लाग्छ सर्बिया सेन्जेन हुनलाई, किनकि यो इयुमा पनि छैन लगभग। अब जानी जस्तो तर्खरमा छ, इयुमा पनि छैन भन्ने हल्ला चाहिँ छ हैन। त्यही भएर हैन, कम्पनी राम्रो पऱ्यो भने हैन, एजेन्ट राम्रो भयो भने कमाइ हुन्छ, नहुने हैन। 1.5 लाख 2 लाखसम्म पनि कमाउँछन्, नकमाउने हैन। हामीले लगभग हाम्रै केटाहरूले पनि, हाम्रै अब इन्डियन नेपालीहरूमा पनि 1.5 लाखसम्म कमाउने मान्छेहरू छन् हैन। नर्मल्ली पनि 600-700 युरो त हुन्छ। अब 1100-1200 युरो खाने मान्छेहरू पनि छन्, तर आफू खट्न सक्नु पऱ्यो हैन। 14-15 घन्टा काम गर्ने, यताउता गरेर खट्न सक्नुपर्छ, त्यही अनुसारले पैसा आउने हो। अब ओभर टाइम अब केटाहरू 12-1 बजेसम्म सुत्दैन, काम गर्छ अनि आउँछ, अनि 4-5 घन्टा सुत्छ, अनि फेरि बिहान 6 बजेतिर ड्युटी जान्छ। त्यसरी गऱ्यो भने चाहिँ कमाइ छ, नभएको होइन। त्यस अरू युरोपियन मुलुकहरूमा भन्दा अलिक कम पैसा स्यालेरी पे चाहिँ गर्छ यो कन्ट्रीले। बेसिक 450 थियो, अहिले 2025 देखि चाहिँ 550 भएको छ। ठिकै छ। यो कन्ट्री पनि नराम्रो होइन, म नराम्रो भन्न खोजेको होइन, राम्रो हो। बिस्तारै विकास हुँदैछ। यो पनि अब युदेखि सेन्जेन प्रोसेसमा जाँदैछ। त्यही हो, अब टाइम लाग्छ, आफूले पनि कुर्न सक्नु पऱ्यो हैन। त्यही हो। अब यस्तै छ विदेशी जिन्दगी। मैले राम्रोसँग भिडियोहरू बनाउन पनि पाएको छैन। अब टाइममै मिल्दैन भन्दा नि भयो हैन। यहाँ हुन्छ, नाइटमा पनि काम हुन्छ। अब 1-2 घन्टा रहन्छ, त्यो यसो आराम गर्दाखेरि नै जान्छ हैन। त्यस कारणले चाहिँ बनाउन पाएको छैन। त्यस्तै छ। अब त्यही हो। अब विचार गर्नुहोस् हैन, सोच्नुहोस्, रिसर्च गर्नुहोस्, युट्युबहरूमा हेर्नुहोस् कस्तो छ सर्बियाको स्यालेरी पे सिस्टम, पेमेन्ट सिस्टम हैन। अनि सबसे गाह्रो चाहिँ यहाँ जति पैसा कमाए पनि पैसाको रेट कहिले घटबड भइरहेको हुन्छ हैन, कहिले बढी कहिले घटिरहेको हुन्छ। तर यहाँ पैसा पठाउन चाहिँ गाह्रो छ क्या, एकदम गाह्रो छ क्या, धेरै महँगो पर्छ क्या। यहाँको लगभग 8-9 हजार डिनार लाग्छ। यहाँ डिनार चल्छ हैन, पैसा चाहिँ युरोमै दिन्छ।
तर हामीले चाहिँ पठाउँदाखेरि चाहिँ डिनारमा कन्भर्ट गरेर पठाउनुपर्छ। त्यस्तै हो। अब अलि पैसा पठाउन चाहिँ महँगो छ अरू देशहरूभन्दा हैन। त्यही हो। अब मेरो पनि ब्रेक टाइम हो, म पनि ब्रेक टाइममा छु। अब धेरै पनि हुन ब्रेक टाइम, त्यही 30 मिनट 45 मिनटको ब्रेक टाइम हुन्छ। छोटो समयमा अब भित्र सिसिटिभी क्यामेराको अन्डरमा भइन्छ। धेरै बेर मोबाइलमा भिडियो बनायो भने पनि फाइन काट्छ। कम्पनीले भनेको काम मानेन, कम्पनीभित्र अब कम्पनीको नियमभन्दा बाहिरको काम गर्यो भने चाहिँ फाइन काट्छ। हाम्रो एउटा साथीको पनि अस्ति 30 युरो काट्दै थियो, 30 युरो काट्दै थियो जहाँभन्दा नगएर काममा। त्यही हो, नाइटको काम चाहिँ जानुपर्छ। नाम आएपछि एउटा वाट्सएप ग्रुप बनाएको छ हाम्रो। वाट्सएप ग्रुपमा चाहिँ यहाँका सर्भिएन्ट सुपरभाइजर हुन्छन् अनि तिनीहरूले यो मान्छेहरू जा भनेर ट्याक्क म्यासेज पठाइदिएको हुन्छ लिस्ट अनुसार। अनि त्यो लिस्ट अनुसार हामी गएन भने चाहिँ पनिसमेन्ट, अब पैसा काट्ने हो कि अब उसले पनि ड्युटी पनि दिँदैन, त्यस्तो छ हैन। त्यस्तै छ, दुःख सुख गरिया छ। अब बिस्तारै बिस्तारै राम्रो होला भन्ने आश छ। कम्पनी पनि भर्खर भर्खर अब ग्रो हुँदैछ। हुन त पहिल्यैदेखि ग्रो भएको, तर भर्खर भर्खर ग्रो हुँदैछ। लगाइज अब म चाहिँ अझै पर्छु हैन। आजदेखि चाहिँ अलि भिडियोहरू हालिरहेको हुन्छु, 4-5 मिनट 6-7 मिनटको भिडियो हालिरहेको हुन्छु, हेर्नु होला। अब मैले देखाउँछु मैले काम गर्ने ठाउँ, फेरि पहिला पनि देखाएको थिएँ, अहिले पनि देखाइदिन्छु है त कस्तो हुन्छ के हुन्छ। यो मैले काम गर्ने ठाउँ मस्तसँगै अन्डाहरू हेर्नु, यो सब यो अन्डा पाइलटमा ट्याक्क मिलाएर राख्नुपर्छ। सबै यो अन्डाहरू होइन त है, अन्डाहरू हो, देख्न सक्नुहुन्छ सब अन्डाहरू छ। अनि हो यो पाइलटले चाहिँ मिलाएर राख्ने हो। अब यो 4 अन्डाहरू, यो साफ गर्नलाई लाने अन्डाहरू, ट्याक्क साफ गर्नलाई लान्छ यो अन्डा। अनि मेसिन हो यो, मैले चाहिँ यो हेर्नुपर्छ। मेरो मेन भनेको यो ट्याक्क यो चाहिँ मैले हेर्नुपर्छ। यो अब रोबोट भन्छन् हैन, यतातिर सर्भिनहरूले रोबोट भन्छन्, तर यो एउटा सानो रोबोट हो। यसैले यहाँबाटै ट्याक्क अन्डाहरू यताबाट सिधै फार्मबाट क्या कुखुराले अन्डा पार्ने बित्तिकै फार्मबाट यहाँ आउँछ हैन। 3-4वटा फार्महरू छन्, 3-4वटा फार्म, ठुला फार्म छन्, त्यहाँबाट आउँछ अन्डा। लगभग 8-9 घन्टा नन स्टप आउँछ अन्डा हैन। यस्तो हुन्छ अन्डा, यसरी आउँछ लेफ्टबाट। अनि यहाँ टक्क छानियो हामीले, 4जना छौँ हामीले, छान्छौँ। अनि छानेर अनि 4 अन्डाहरू यसरी राख्छौँ ट्याक्क। अनि सफा गर्न यो 4 अन्डाहरू यस्तोमा राखिन्छ। अनि यो चर्केको अन्डाहरू चाहिँ यसरी राखिन्छ। चर्केको अन्डा हो यस्तो बाल्टीमा मस्तसँग राखिन्छ यसरी। अनि ट्याक्क लाएर यसलाई चाहिँ अब कुन चाहिँ चर्केछ, कुन चाहिँ अब गुहरू लागेको छ त्यो चाहिँ हेर्ने। अनि यहाँबाट ट्याक्कै यसरी एक गरेर मस्तसँग यहाँ यस्तरी जम्मा हुन्छ। अनि यो 4वटा भएपछि ट्याक्कै यहाँ ट्याक्क यो अटोमेटिक सिस्टमबाट यहाँ राख्छ। 5 छल्ली बनाउँछ र देख्न सक्नुहुन्छ यस्तो छल्ली। आज चाहिँ माल लास्टै प्याक छ, कम्पनीमा यस्तो धमाधम काम चलेछ नि अहिले, मान्छेहरूको फुर्सदै छैन भन्दा नि हुन्छ। अहिले चाहिँ हैन पुरा बर्खा चलेको छ यता, सबै हेर्नु बादल सादल लागेको छ, पानीका ढोब्लाढोब्लीहरू छन्, पानी परिरहेको हुन्छ, सिमसिम बर्खामा परिरहेको हुन्छ नि। त्यस्तै यो लिफ्टहरू हो, यो लिफ्टबाट हो आउने अन्डा हैन। यो फार्महरू हो, यस्तो फार्म हेर्नु कति ठुलो छ फार्म। यस्तो फार्म कतिवटा छ, 10वटा जति छ यहाँ फार्म, 10वटा जति फार्म छ। यस्तो फोहोर भइएछ, सबै फोहोर भइएछ, यस्तो छ यहाँ हैन। मौसम चाहिँ नेपालको जस्तै छ। कुखुरा कराएको सुनिरहनु भयो होला हैन। हुन्छ त साथीहरू हैन, आजको भिडियो चाहिँ यति नै। म छोटो भिडियोहरू हजुरहरूको कमेन्टको रिप्लाई पनि दिने प्रयास गर्छु भन्दै, सधैँ साथ सपोर्ट दिइरहनु भएको छ, अझै दिँदै गर्नु होला भन्दै अहिलेलाई चाहिँ बिराम माग्छु। हस्त नमस्कार।